हेलो गाइज, आज चाहिँ म बाँसबाट सिलाम्सकमा बनाउने तरिका सिकाउँदैछु तपाईँहरूलाई। अनि आज चाहिँ मैले पनि नयाँ बनाएको बाँसबाट सिलाम्सकमा कस्तो हुन्छ, कसरी बनाउने भन्ने कुरो चाहिँ देखाइरहेको छु। हेरेर तपाईँहरू पनि गर्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ। कस्तो लाग्छ होइन, बनिसकिन्जेलसम्म हेरौँ अनि कस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। अरू केही नगरे पनि कमेन्ट चाहिँ गर्नु, राम्रो लाग्यो राम्रै छ भन्नु, नराम्रो भएन नराम्रै छ भन्नु, केही फरक परेन। तर आज चाहिँ सुरुबाट अन्त्यसम्म अलिक भिडियोलाई फास्ट गराएरै भयो भने सुरुदेखि अन्त्यसम्मको भिडियो देखाउन गइराखेको छु। सिलाम्सकमा चाहिँ म एउटा नयाँ डिजाइनको बनाउन चाहिँ खोजेको, कस्तो भयो के कस्तो हुन्छ अब लास्टसम्म हेरौँ। अरू त यस्तै हो, कमी कमजोरी अब के कस्तो हुन्छ बनाउन चाहिँ दुखै गरेर बनाउँदैछु। बनाउनलाई अल्छी पनि लाग्छ, तर अब नबनाइकन हुँदैन भन्ने कुरो भएर चाहिँ यो एउटा सिलाम्सकमा चाहिँ जीवनमै पहिलोपल्ट आज बनाउँदैछु। लास्टमा हुन्छ चाहिँ कस्तो लगभग अन्तिम आइपुग्यो है। लगभग एक दिनको टाइम लगाएर चाहिँ बनाएको छु। बिहानदेखि लगभग बेलुका 6-7 बजेको थियो, त्यतिखेर मात्रै सकाएको। टाइम चाहिँ बाबाले लाग्यो, तर बन्छ चाहिँ कस्तो अब हेरौँ। के कस्तो भयो अब चाहिँ